गाइस सबैलाई स्वागत छ मेरो भ्लगमा हैन। अझ हामी चाहिँ टक्क पोखरातिर यसो रमाइलो हान्न जान लागेको। अब अझ कस्तो के हुन्छ हैन। केटाहरू पुरा यता छ। अब 3 बजे यहाँबाट हिँड्यो। अब 3 बजे हिँडिन्छ। अब कति बजी पुगिन्छ पोखरा। 4वटा बाइकमा साधारण हामी गइन्छ ढुक्क जाइन्छ। अब आधा राति त्यतै बसिन्छ। अब के कस्तो हुन्छ हैन। अब केटा चाहिँ पहाडी हो। मेरो चाहिँ यहाँ घाउ आइरह यार के भएको खै यार। वाह अब हिँड्दै गर्छ। अब के कस्तो हुन्छ टक्क है। पहाडी केटा त के भयो आउँदै आयो नि त। ल आउँदैछ हैन। ल ल ल ल ल भाइ त ल सकल भाइ भन्दा त सोलो राइड आमा ल हामी चाहिँ हिँड्यो। अब यता चाहिँ बाटो पिच हुँला। ओहो धुलो उडाउँदो रहेछ यिनीहरूले त उडा ए यिनीहरूले धुलो उडा छ्या। आइपुग्यो तर हाम्रो बाइकको चाहिँ साइलेन्सरको नट फस्केर फस्न लाउँदैछौँ। यो त पाउसी ल आइपुग्यो। हामी चाहिँ टक्क बेगनास तालको भ्यू देखिरह। हाम्रो केटा चाहिँ यता चटपट हान्दै रहेछ। यता हेर्नु सक्नुहुन्छ तपाईँहरूले। तर अलिक कुरो लाग्यो जस्तो देखेर कस्तो भयो तर रफ्तार आयो। हामी चाहिँ मठ फसेर बनाउनाले हल्का ढिलो भयो। गाइस यहाँ अलिकति घाउ आएर चाहिँ औडा भयो क्या। ल वैसे नि कस्तो भएको त नि भन्न त यता रमाइलो भयो। हामी चाहिँ भर्खरै भुटानबाट आएको। अब विदेशी लाउरे नि टक्क अब रमाइलो हालिन्छ होइन। ल ल ल हामी चाहिँ अहिले सडकको जाँदै राम्रै छ होइन।
तर कुदै गर्छ यार है कुकुर हेर नि कस्तो हो भनेर यता त यसरी उकालो हिँड्न पर्ने रहेछ यताको भ्यू चाहिँ यस्तो है पारी रहेछ केबल कार डाँडैमा हावा चल्यो सरर माया त्यही छ त्यही नजर आधी केटाहरू चाहिँ तल आउँदैछ है तल हामी चाहिँ माथि उक्लिँदैछ माइले यस्तो रहेछ कता हो त नि यहाँ भित्र यता तल त पुरै त्यो पानी पऱ्यो कुहिरो लाग्यो यार यस्तो छ हाम्रो साथीहरू चाहिँ यता आइरह होइन के कस्तो भएको केटा हो यस्तो राम्रो रहेछ होइन एकदम राम्रो रमिलो छ है त चाहिँ गणेश मन्दिर रहेछ चाहिँ टुरिस्टहरू बेखेरि आउँदो रहेछ कताबाट घुमेर हुन्छ होला नि ओके भन्छ एकछिन अहिले ग्रुप फोटो हान्न जाँदा नि लास्टमा माथि माथि पनि रहेछ त गणेशको मूर्ति बहुत ठुलो रहेछ है यहाँ चाहिँ यहाँ धारा रहेछ त खोक्का लो भान्जा सुध्रियो लो यस भगवान हुनुहुन्छ हाम्रो गणेश भगवान पञ्चमुखी गणेश के छ त नि के भइरहेको रमाइलो भाइ भाइ एकदम ल ल सनसेट सनराइज हाम्रो केटा चाहिँ त्यहाँ फोटोसुट कार्यक्रम भइरह चाहिँ माथितिर घन्टी बजाइदिनु न त
होइन चस्मा लगाइदिनुहोस् अरे ल चस्मा लगाएर कस्तो हेर्न मोडो होइन होला नि ठिक छ यहाँ भगवानलाई ढोकाएर एकचोटि अब चाहिँ हामी चल्न लाग्यो बेलुका बेलुकातिर रमाइलो हुँदो रहेछ पिस ठाउँ होइन के हो अहिले चाहिँ हामी होटेलमा आइपुग्यौँ होइन हामी बस्ने होटलबाट चाहिँ यस्तो छ सिनहरू चाहिँ टक्क भएर अहिले यहाँ बसेर टक्क यहाँ दार पानी खान्छ केटाहरूले अब हाम्रो रुमहरू चाहिँ यस्तो छ पुरै हल यता नि छ हाम्रो केटाहरू ठिक छ यतातिर के छ भन्छ यता नि छ होइन पुरै यता पनि छ के हो त नि यस्तो ल ठिक छ आज हामी यहीँ बसेर टक्क राति इन्जोय हानेर चलिन्छ होइन त भोलि बिहान केटाहरूको चाहिँ अब टक्क आएर यसरी अब खानातिर लाइन लगाइरह होइन यस्तो ओहो कोही चाहिँ यता यस्तो हाल्दैछ होइन ध्यानी छ केटाहरूले ध्यानी छ ए छ्यालबेला खाने भयो केटा ढल्नी भयो आज कति रमाइलो भएको केटा रमाइलो त अब एकछिनपछि हुन्छ होला यसो हामी चाहिँ यहाँ बस्यौँ टक्क बसेर मैले खाने चाहिँ यो टक्क यो जुस खालास त नि खालास दिन्छु म तँलाई नआत्दिनँ त किन हो रातिको 12 बजे चाहिँ हाम्रो केटाहरू चाहिँ यस्तो हालतमा छ है पुरै यस्तो एक जति पुरै उठिसक्यो यस्तो छ है हाम्रो गाइजहरू है केटाहरूले आज होइन घरतिर नि कति बस्ने हामी यसो मलाई मनबाट भन्नुपर्दा एकदम रमाइलो भइरहेको छ हजुर साथीहरूसँग बसेर कुराहरू गर्दै खाँदा एकदम रमाइलो भइरहेको छ मलाई भान्दाले कस्तो भएको त नि एकदम रमाइलो भयो केटाहरू त हल्का पुरो झ्याप भयो है एकदम इन्जोयमेन्ट भयो नि अनि विदेशी अब कोही हो भर्खर आएको रमाइलो आएको होइन सन्दीपले कस्तो भएको त नि चिला ओके ओके अनि यता ठाडो निदैसकेँ है मैले देखेँ अनि यता एकदम बबाली इन्टरटेनमेन्ट भइरह हो र होइन होला